त्यो मेला आयोजना गर्ने क्रममा बुढानकाण्ड नगरपालिकाको परिसरमै नगरपालिकाको हलमै चाहिँ वृत्ति मार्गदर्शन सेवा केन्द्र इकाइ चाहिँ खुलेको छ। यो वृत्ति मार्गदर्शन सेवा इकाइले चाहिँ यो युवाहरूलाई खास गरी रोजगारी खोज्ने युवाहरूलाई यो देशमै सम्भावना छ, यहाँ धेरै रोजगारीका सम्भावनाहरू छन्, त्यो अवसरहरूलाई चाहिँ हामीले पहिचान गरेर क्याच गर्नुपर्छ भन्ने खालको सन्देश दिने हिसाबले चाहिँ यो इकाइ स्थापना गरिएको हो। हामी यो इकाइमा चाहिँ हामी युवाहरूलाई, हामी विद्यार्थीहरूलाई जो चाहिँ भावी करियरको बारेमा, फ्युचर करियरको बारेमा जो उहाँले चाहिँ मार्गदर्शन प्राप्त गर्न खोज्नुभयो भने हामी राखेर, विज्ञ राखेर नेपालमा के रोजगारीका सम्भावनाहरू छन् हैन, उहाँहरूको रुचि के छ, उहाँहरूको खुबी के छ, उहाँहरूको पारिवारिक सामाजिक आर्थिक अवस्था के छ, उहाँहरूको योग्यताको स्तर के छ, त्यो आधारमा चाहिँ उहाँलाई काउन्सिलिङ गरेर हामी रुचि र खुबीको आधारमा चाहिँ युवालाई अथवा विद्यार्थीलाई चाहिँ रोजगारीमा पठाउने काम यो केन्द्रले गर्दछ। अब भनिन्छ कि हरेक विद्यार्थीहरूमा, हरेक युवाहरूमा चाहिँ, हरेक मान्छेमा चाहिँ कम्तीमा 5वटा क्षमताहरू हुन्छ। त्यो क्षमता पहिचान गरेर क्षमताकै आधारमा चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूको रुचिले, उहाँहरूको खुबीले जुन चाहिँ पेसालाई, व्यवसायलाई प्रिफेयर गर्छ त्यसलाई चाहिँ हामीले चाहिँ त्यसलाई कम्प्याटेबल बनायौँ भने अनि मान्छेले चाहिँ राम्रो पेसा व्यवसाय र राम्रो आम्दानी गर्न सक्छ भन्ने सुमान्यता हो। जस्तो क्षमताको आधारमा हामी चाहिँ उहाँहरूको रुचि त छ, खुबीको आधारमा उहाँहरू कुन करियरको लागि चाहिँ उहाँहरू चाहिँ सम्भावनायुक्त छ भन्ने कुरा पहिचान गर्दछौँ। जस्तो हो अहिले मान्छेहरू चाहिँ निजामती सेवामा छन्, तर उहाँहरूको रुचिको क्षेत्र निजामती सेवा थिएन, नहुँदाखेरि उहाँले चाहिँ राम्रो पर्फर्मेन्स दिन सक्नु भएको छैन, कतै रमाउन सक्नु भएको छैन, त्यसै एउटा प्यासन लिएर काम गर्न सक्नु भएको छैन। अब जस्तो नेपालमा धेरै डक्टरहरू भए, तर केही मात्र डक्टरहरू जस्तो उपेन्द्र देवकोटा भए, केही चाहिँ भगवान कोइराला भए, केही चाहिँ अब बसन्त पन्त भए। किन भयो भन्दाखेरि जसको रुचि र खुबीले डक्टरका लागि चाहिँ बढी चाहिँ एउटा ब्याकअप दिएको थियो, उहाँहरूको त्यो मेडिकलतिरको उहाँको स्टडी अथवा उहाँको त्यो पेसा चाहिँ राम्रो भयो होइन। तर जोको रुचि र खुबी चाहिँ त्यो विषयमा थिएन, डक्टर भएर पनि राम्रो गर्न सकिरहेको हुँदैन। त्यस रुचि र खुबीको आधारमा चाहिँ कुन पेसामा जाने भन्ने कुरा चाहिँ डिटर्माइन गर्नुपर्दछ। बुढानकाण्डको शिक्षामा कसरी सुधार भयो, विकास भयो, कसरी यहाँको नतिजामा चाहिँ वृद्धि आयो भन्ने कुरा चाहिँ हामी दुर्गम क्षेत्रका जस्तो हामी डोल्पाका 2टा पालिकासँग हामीले सेफ फक्सुन्डो र त्रिपुरा सुन्दरी नगरपालिकासँग चाहिँ हामीले शैक्षिक साझेदारी गरेका छौँ। त्यस्तै जाजरकोटको चाहिँ भेरी नगरपालिका, छेडाघाट नगरपालिका, बारेकोट नगरपालिका र कुशे गाउँपालिकासँग पनि हामीले शैक्षिक साझेदारी कार्यक्रम गरेका छौँ। अब शैक्षिक साझेदारी हामीले इनिसिएसन गरेका छौँ। अब जो साझेदारीमा आउनुभएको पालिकाहरूले पनि एक खालको चाहिँ प्लान गरेर त्यहाँको शिक्षालाई कसरी सुधार्न सकिन्छ भन्ने विषयमा चाहिँ हामी भावी कार्यक्रमहरू तयार गर्दैछौँ। अहिले यो चाहिँ तपाईँ मुख्य गरी अब अन्य स्थानीय तहहरूले पनि विभिन्न प्रयास गरेको देखिन्छ र हाम्रो नगरपालिकाले चाहिँ अलिक बढी युवाहरूलाई चाहिँ फोकस गरेर यहाँका स्थानीय युवालाई यहीँ टिकाउनका लागि यही देशमा सम्भव छ, यही गर्न सकिन्छ भन्ने कुरा जुन एउटा हाम्रो मोटो छ त्यसलाई पुरा गर्नका लागि हामीले चाहिँ अलिक बढी चाहिँ युवा मैत्री कार्यक्रमहरूमा फोकस गरेका। अब युवाहरूलाई यो देशमा टिकाउनका लागि सबभन्दा महत्त्वपूर्ण कुरा रोजगारी चाहिन्छ। अब रोजगारीको लागि रोजगारीको नाम मात्रको रोजगारी भएन, एकदम डिग्निफाइड सम्मानित रोजगारीको अवस्था चाहिन्छ। यसको लागि रोजगारदाताहरूसँग नेपाल सरकारले, प्रदेश सरकारले, स्थानीय तहले समन्वय गरेर यही चाहिँ डिग्निफाइड रोजगारीको सम्भावनाहरू सृजना गरेर युवाहरूलाई यो देशमा रोक्नका लागि शिक्षा प्रणालीबाट, आर्थिक प्रणालीबाट र सामाजिक प्रणालीबाट चाहिँ यसलाई सहयोग पुर्याउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। थ्याङ्क यू सो मच।